भने नेपालमा काम गर्नुभन्दा अगाडि कोरियाको र नेपालको वातावरण फरक छ। यहाँ काम गर्नु गाह्रो छ सुरुमा व्यवसाय गर्नुको लागि। तर हामीसँग व्यवसाय भन्दा अरू विकल्प पनि छैन। त्यसकारणले राम्रोसँग बुझेर मात्रै काम गर्न सुरु गर्नु भन्छु। त्यसमा के कुरामा ध्यान दिनुपर्छ भने नेपालमा कुन व्यवसायमा आफू काम गर्ने हो त्यो विषयको अलिकति नलेज लिनु पर्यो, ज्ञान लिनु पर्यो। पहिलाबाट जुन काम गर्ने चाहना छ त्यो विषयमा चाहिँ अलिकति अध्ययन, अनुसन्धान, छलफल र त्योसँग काम गरिरहेका मान्छेहरूसँग चाहिँ भेटेर उनीहरूले गरेको व्यवसाय पनि बुझिसकेर काम गर्नुभयो भने चाहिँ अलिकति सजिलो हुन्छ। ठुलो अमाउन्ट चाहिँ, ठुलो लगानी चाहिँ एकैचोटि नगर्नु होला भन्ने चाहन्छु। जुनसुकै काम गर्दा पनि सानो लगानीबाट सुरु गर्नुभयो भने चाहिँ तपाईँले काम गर्दा व्यवसायमा तपाईँको रुचि छ, कुन व्यवसाय सम्बन्धी तपाईँको ज्ञान छ, अहिले नै तालिमहरू लिने चाहिँ विभिन्न निकायहरू छ कोरियामा, अनि चाहिँ अहिले तालिमहरू लिनुभयो भने र विभिन्न सिक्नुपर्ने कुराहरू, सिकाइको कुराहरू तपाईँले सिक्नुभयो भने र तपाईँको पुँजीलाई चाहिँ भोलि नेपालमा गएर यो सही ठाउँमा म चाहिँ लगानी गर्छु, उपयोग गर्छु भन्ने तपाईँले चाहिँ यो योजना बनाउनु भयो भने तपाईँ भोलि आएर नेपालमा आफूले चाहेको अनुसारको कामहरू, व्यवसायहरू सञ्चालन गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ अनुभव भएको, तपाईँले जानेको, तपाईँको त्यो सम्बन्धी तपाईँले बुझेको काममा नै आफ्नो इच्छा चाहनाहरूलाई पुरा गर्नको लागि गएका हौँ। त्यसलाई नै फाइदा लिनुहोस् भन्छु म चाहिँ। किनकि त्यसमा चाहिँ जति सक्दो चाहिँ इन्जोय सँगसँगै पैसाको पनि सेभिङ गर्नुहोस् र नेपाल आउनुहोस् र एउटा व्यवसाय गर्नुहोस्। त्यो गर्नको लागि तपाईँहरूले अहिलेदेखि नै तयारी हुनुहोस्। म नेपाल गएर चाहिँ केमा चाहिँ काम गर्छु भनेर चाहिँ अहिलेदेखि नै लेख्दै जानुहोस्, डाटा बनाउँदै जानुहोस्। जब नेपाल आउनुहुन्छ त्यसपछि तपाईँहरू सरल हुन्छ। किनकि हामीले चाहिँ यतिकै झम्मा आएर झम्मा नै व्यवसायमा आधा लिहाल्यौँ, तर त्यसमा अलिक कठिनाइ भयो। तर तपाईँहरूलाई अब आउने हाम्रा भाइ बहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने त्यहाँ अहिले पनि अध्ययन गर्दै गर्नुहोस् र कुन क्षेत्रमा चाहिँ आफू पोख्त छु र नेपाल आएर के गर्न चाहनुहुन्छ त्यसलाई चाहिँ बुदागत रूपमा टिपेर म साँच्चै यसमा लगानी गर्न सक्छु, यसमा सेभ हुन सक्छु र नेपाल आएर चाहिँ धैर्यसँग मिहिनेतको साथ चाहिँ काम गर्न सक्छु। के भन्न चाहन्छु भने यहाँहरू कोरियामा अहिले रोजगारी गर्दै हुनुहुन्छ, यो तपाईँहरूको लागि एउटा राम्रो अवसर हो र यो तपाईँले यो अवसरमा अर्को कुराहरू पनि गर्न सक्नुहुन्छ। यदि तपाईँ नेपालमा आएर व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने तपाईँलाई आफ्नोलाई कुन क्षेत्रमा व्यवसाय गर्ने इच्छा छ त्यही क्षेत्रमा चाहिँ सकभर काम गर्ने प्रयास गर्नुहोस्। त्यसको विषयमा धेरैभन्दा धेरै अध्ययन गर्ने, कुराहरू सिक्ने कामहरू गर्नुहोस् र त्यो व्यवसाय नेपालमा आएर कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्दै जानुहोस्। जस्तो कोरियाबाट फर्किसकेपछि तपाईँहरूले जुन घर जग्गाहरूमा अचल सम्पत्तिमा लगानी गरिरहनु भएको छ त्यस्तोमा लगानी नगर्नुहोस्, आफ्नो व्यवसाय गर्नुहोस्। जस्तो कोरियनहरूले सानसानो उद्योगहरू खोलेर आफ्नो देशलाई विकास गर्नुभएको छ। उहाँहरूले पनि फ्रान्समा गएर काम सिकेर आएर आफ्नो देश कोरिया बनाउनु भएको रहेछ। त्यस्तै पनि हामी चाहिँ नेपालीहरू कोरिया गएर पैसा भन्दा नि काम सिक्नलाई गएको हौँ। हामीले 4 वर्षमा एउटा एक्सिलेन्ट भएर एउटा विषयमा काम सिकेर आए हुन्छौँ। त्यो काम चाहिँ नेपालमा आएर सानसानो उद्योग धन्दा, कल कारखाना खोलेर नेपाल विकास हुन चाहिँ म चाहिँ कोरियाबाट फर्केर आएको, कोरियाबाट रिटर्निङले बनाएको देश भनेर चाहिँ हेर्न चाहन्छु। उहाँहरूलाई चाहिँ के भन्छु भने चाहिँ कोरियाबाट फर्किने जोसुकै मान्छेहरू जे हुनुहुन्छ उहाँहरूले काम सिक्नुभएको त्यही किसिमको, त्यही साना उद्योगहरू, त्यो किसिमको उद्योगहरू चाहिँ खोलेर यो नेपाल चाहिँ विकास गर्न सक्नुभयो भने नेपाल विकास हुनलाई धेरै समय लाग्दैन। प्रत्येक वर्ष 5-5 हजार कोरियनहरू नेपाल फर्किरहेको बेलामा 5-5 हजारवटा उद्योगहरू, धन्दाहरू नेपालमा खुल्छ। त्यो नेपालमा उद्योग धन्दा 5 हजार, एक वर्षमा 5 हजार